अरे तो है तो हाँ नहीं कर गधा वाला काम नहीं कर भोसड़ी वाला काम नहीं कर त्यहाँ हेर्दै हुनुहुन्छ त्यो नेपाल टार त्यही त बनाइरहेछ बाबु जति दुख दर्द पीडा झर्नमा भयो त्यति चाहिँ झर्नमा भयो किनकि धेरै बाटो खराब छ र जर्किनले र त्यो हालत खराब झर्नमा केही भएन तर झर्नमा
ल हेर्नुहोस् यहाँबाट चाहिँ हामीहरू यहाँ माथिबाट चाहिँ पुरै अफ रोड गएर आयो हामीहरू आयो पुरा बाटो एलियरले बोल्दा अब राम्रो छ बाटो र यहाँ हेर्नुहोस् हामीहरू त्यही माथिबाट आएको थियो र अभी थोड़ी ना ब्लॉक देता है टाइम लाग्दैन क्या बनेला एकैको काम थोड़ी ना है र यहाँ चाहिँ कति ठुलो ठुलो छ कति ढुङ्गाहरू यहाँ हेर्नुहोस् धेरै ठुलो ठुलो ढुङ्गाहरू चाहिँ यस्तो हामी धेरै माथि छ क्या धेरै माथिबाट तल आयो अहिले अब चाहिँ कति किलोमिटर 2-3 किलोमिटर होला यहाँबाट नेपालटार चाहिँ अब हामी त्यहाँ पुग्छ यसको बाद चाहिँ केही ग्लुहरू टाँस्छौँ त्यसपछि जान्छु अब केटाहरूले भन्छ अब जान्छु गाईघाट त्यहाँ गाईघाट जान्छु अब चाहिँ गाईघाटमा चिया नास्ता खान्छ त्यसपछि घरतिर लाग्छौँ हामी ल यहाँ हेर्न सक्नुहुन्छ अहिले त त्यो कुहिरो लागेछ त्यही भएर नेपालटा हेराइरहेको छैन राम्रोसँग तर यहाँबाट हेर्नुहोस् अलिअलि त हेराउँछु यार जुम गरिदिन्छु कतिको जुम हुन्छ यहाँ हेर्नुहोस् यो नेपालटा र यो केटाहरूको प्लान चाहिँ बदलियो अब गाईघाट लेट्स गाईघाट 0.5 में लीजिए हाँ बढ़िया है वो 0.5 में 1 में बढ़िया नहीं आवे चलो चलो स्टार्ट हो हामी अब नेपाल पुगिसक्यौँ अब चाहिँ बेदारको छ त्यो बाइकको मरम्मत भइरहेछ
चक्काको त्यही माथि चढ्दा उकालोमा भएको क्या जानु चाहिँ कहाँ पर्ने भयो अहिले त अब गाईघाट जाने हो गाईघाटदेखि फेरि लान घर चाहिँ लान हो लानबाट हाम्रो के हजुर लान कुन हो लान त्यही मेन बजार हस्पिटल चौक अनि चाहिँ बजार छ नि नयाँ बजार लान मेरो पनि घर हो नि त हजुर लान मेरो पनि घर हो नि त कता ग्रामीण त ए हाम्रो पनि उता त आइपुगेर रहन्छ ठुलो पाल्दाखेरि यार यो त अर्किन्छ र हेरौँ त यस्तो गरी काटेको छ त्यो गर्नु भित्रबाट टालिन्छ ठुलो छ त के गर्नु टाल्ने टाइम लाग्छ तर भित्रैबाट हो र फेरि भित्रमा फेरि लिक्विडहरू होला अहिले भर्खर हाम्रो ग्यास पनि भर्खर हाल्छ त्यो लिक्विड त सबै सफा गर्नुपर्छ होइन के हो त बसेर हालिदिउँ डबल अब त्यही चल्यो भने चल्यो चलेन भने त मलाई नभन्नु फेरि रिसिनु तर खासमा यसमा ऊ भित्रबाट पेज लगाइदियो भने फेरि ढुक्क पो हुन्छ के गर्ने तपाईँहरूको विस्तार कति टाइम लाग्छ कति टाइम लाग्छ ए युवराज कतिले टाइम लाग्छ ताल्नु 10-15 ताले हाल्न फेरि टाइरको प्रब्लम सकिहाल्छ तब त्यो टायरको प्रब्लम सकिन्छ ल ल खोल्दै के गर्ने बेदाज कति लाग्छ यो त्यो गर्नु अब त्यो पेजको पेज कति पर्छ है 100 रुपियाँ पेजको पऱ्यो अनि त्यसपछि एउटा लिक्विड पर्छ लगभग 4-5 रुपियाँ खर्च हुन्छ होइन त्यही त अब सल्लाह गरेर यो शुक्लाले मलाई लाग्दैन भर दिँदा लाग्दैन सिङ्गल हो के सिङ्गल मतलब एकजना मात्र जाने हो एकजना मात्र जाने एउटा बसेर हालेको हेरेर भयो पाल चाहिँ निकै ठुलो छ कि अलि सानो पाल भएको त नि कम ठुलो पाल यस्तो होइन हावा चाहिँ एउटा यसरी काट्दैछ क्या गोलोवाला भएकोमा त टेन्सन हुँदैन थियो चल्नेवाला थियो तर कहाँबाट चल्नु टायरको त एक्सपायर भएको छैन नि एक्सपायर भएको छ कहाँ पुरै चिल्लो हुन्छ पाल्नु भइसक्छ त्यति ल यस्तो के गर्ने बनाइहाल्नु क्या सकभर त अर्किँदैन नि धेरै ठुलो पाल्छ मैले अघि नै हेरिसकेको के गर्ने अब बनाऊ साइड लगाइदिनु सो हामीहरू चाहिँ बेदाजको चाहिँ गाडी बनाउन दिइसकेको छ अनि खाजा खाना आइसकेको छ तेल हालिदिन्छ भइहाल्यो हामीहरू अब नास्ता खाजा खाइसक्यो अब डाइरेक्ट यहाँबाट घर जान्छ ल बेदाजको चाहिँ गाडीको टायर पनि ठिक भयो अब हामीहरू डाइरेक्ट यहाँबाट घर जाने हो ल यहाँ हेर्नुहोस् कति मस्त हो यहाँ चाहिँ नुहाउने पनि हुन्छ हेर्नुहोस् कति राम्रो हो आज
आउँछु पछि कहिले आउँछु भने म आउँछु एकदम फाइन सकाइ हामीहरूलाई धेरै लेट भइसक्यो अब हामीहरूले लाइफरको प्लान क्यान्सल गरेर घरतिरको प्लानलाई अगाडि बढाउँदैछु यानि कि घर जाँदैछु सो यतै आजको ब्लग समाप्त जान सक्नुहुन्छ बेदाजको मोटरसाइकलको यो छ नि यो पनि झरिसक्यो के गर्नु एउटा तबाह हुन्छ यहाँको हेर्नुभयो आजको गाईघाटको प्लान क्यान्सल यानि कि हामी डाइरेक्ट घर जाँदैछौँ सो जति पार्ट हेर्नुभयो सबैमा लाइक कमेन्ट एन्ड सेयर पनि गर्नु तर भिडियो मसँग फोटो